प्रभु मलाई माफ गरिदियो प्रभु मलाई माफ गरिदियो हे भगवान हे महादेव मलाई माफ गरिदियो म गर्छु म कन्फेसन गर्छु म आज कन्फेसन गर्छु केटाहरू म आज कन्फेसन गर्छु तिमीहरुसँग म एउटा कन्फेसन गर्छु म आज कन्फेसन गरेन भने मलाई भगवानले माफ गर्दैन मलाई महादेवले माफ गर्दैनन् म यो वर्ल्ड कपमा आउनु भन्दा अगाडि म अर्जेन्टिनियन फ्यान हो टोटली म अर्जेन्टिनियन फ्यान हो बॉयज म टोटली टक्सिक मेस्सी फ्यान टिपिकल टक्सिक अर्जेन्टिनियन एन्ड मेस्सी फ्यान हो म यो वर्ल्ड कपमा आउनु भन्दा अगाडि यसो त्यो टु साइड फेस हुन्छ नि मेरो अदर साइड फेसले चाहिँ यसो त्यो राम्रो बन्नको लागि हैन अब एउटा वर्ल्ड कप जितिसक्यो अब आएर यो वर्ल्ड कप भनेको मेस्सीको लास्ट डान्स हो रमाइलो गरेर खेल्ने हो अब आउँछ खेल्छ अब हामीलाई अर्को वर्ल्ड कप जित्नु छैन भनिराथे मैले तर त्यो मेरो दोक्लापन हो बॉयज त्यो मेरो दोक्लापन हो जसरी आज के भाडेले खेल्यो जसरी एक गोल पछि अर्को गोल फिर्ता गर्यो नि मेरो कलेज चाहिँ मेरो मुखमा आइसक्यो त्यो मेरो मुखमा म कन्फ्युज हुन चाहन्छु मलाई जित्नै पर्छ अर्जेन्टिनाले म कन्फेसन गरे भगवान मलाई माफ गरिदेऊ मलाई धेरै नसताऊ मैले कन्फेसन गरिदिए आज कन्फेसन मलाई अर्जेन्टिनाले जित्नै पर्छ म सक्दिन नत्र म यो फुटबल हेर्न सक्दिन म यो फिफा वर्ल्ड कप हेर्न म सक्दिन जित्नै पर्छ मैले कन्फेसन गरे भगवान म कन्फेसन गरे मलाई माफ गरिदेऊ त गानाको जिजुबा त मेरो अगाडि अबदेखि देखा नपर त देखा परिस् भन्ने हैन तैले राम दुलाई भेट्छ तले राम दुलाई त मेरो अगाडि देखा नपर त पनौती गेम हुनु भन्दा अगाडि आज यो घानाको जिजुबाले अर्जेन्टिनालाई तुना मुना लगाएर यिनीहरू आज हार्नेवाला छन् के भाटीले आज जित्ने छ भनेर यिले आज एकदम त्यो हो हल्ला र यो जो पनि इन्टरभ्यु लिन्छ नि हैन कतिसम्मको सुपरस्टिसनमा बिलिभ गर्ने हो भनेको के कतिसम्मको अन्धविश्वास हो यसो मोडर्न एआई जेनेरेसनमा आएर पनि यो जिजुबा यसलाई हटा तर फेरि म अर्को एउटा कन्फ्युजन गर्छु मलाई विश्वास लाग्न थालिसक्यो सुपरस्टिसन देखि जसरी हेरी क्यानलाई जसरी यसले क्रस लागेको थियो हैन र जसरी यसले आज अर्जेन्टिनालाई पनौती लाए नि ओ माय गॉड यो गेमको के कुरा गरौँ फर्स्ट हाफ देखि नै के बर्डवर सो गुड बोय सो गुड जब त्यो फर्स्ट हाफको त्यो ब्रेक हुन्छ हाइड्रेसन ब्रेक त्यतिखेरसम्म म के कुराहरु म स्पिचलेस छु म आज बोल्न सकिरहेछ मैले आज वर्ड पास छैन आज म के डिस्क्राइब गर्नु म यहाँ आएर यो के आज के त्यो के आज कन्ट्रोभर्सी के कल भएन बॉयज आज प्रोपर एउटा गुदावाला गेम प्रोपर प्रेस वाला गेम प्रोपर मेन्टालिटी वाला गेम प्रोपर त्यो एउटा हंगर प्रोपर त्यो एउटा त्यो गिभ अप नदिने वाला गेम भयो आज दुईटै साइड देखि आज तर म के बाटलाई I really want to congratulate Cape Verde boys. Yes. यिनीहरू हाम्रो यो तालीको भागीदार छन् यिनीहरूले जसरी आफ्नो वर्ल्ड कप क्याम्पेन खेले नि हामीलाई लागेको थियो त्यो अँध्यारोमा त्यो झटारो हाने जस्तो लागेको थियो स्पेनसँग जब ड्र खेलेन तर जसरी उरुगेसँग 2-2 को ड्र खेलेन त्यसपछि अलिकति सबैजना मान्छेहरू चाहिँ अलिकति हेर्न थालिन् ओ के रहेछ यो के पार्टी के रहेछ यो के पार्टी र त्यसपछि फेरि साउदीसँग अल्टिमेटली ड्र खेलेर चाहिँ उनीहरू राउन्ड अफ 32 को लागि चाहिँ क्वालिफाई भएन बॉयज राउन्ड अफ 32 मा थियो अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन सबै इजी पाथ लाग्यो थियो सबैलाई इजी के को इजी कसरी इजी देख्यौ सबले इजी कसरी इजी भयो जबसम्म यो भोजिना मान्छे हुन्छ नि यहाँसम्म यहाँ भोजिना कसरी इजी हुन्छ जबसम्म यो भोजिना मान्छे हुन्छ 40 इयर्स ओल्ड ओ माय गॉड 40 इयर्स ओल्ड गोलकीपर बॉयज उले आज ड्रिबल कति गरेछन् थाहा छ 3 ग्राउन्ड ड्रिबल एन्ड सक्सेसफुल्ली ओन दैट एन्ड कति सेभ गरेछन् थाहा छ 8 सेभ
मेसीको दुईटा फ्री किक जुन त्यो एउटा चिकीवाला फ्री किक थियो उनी यतातिर बसिरहेको थियो लेफ्ट ह्यान्ड साइडमा राइट ह्यान्ड साइडमा मेसीले ब्लो हुने बित्तिकै क्विक लिएन तर उले आएर ब्लक गरिदिन्छन् बोइज द्याट्स वाट द क्वालिटी ही ह्याभ टुडे यो मान्छे अलिकति भयो नि 32 इयर्स हैन वा 35 नै भएको भयो नि हैन टप युरोपियन क्लबले आएर चाहिँ उले साइन गर्ने थियो यो तर अनफर्चुनेटली 40 इयर्स ओल्ड छ तर पनि उ ब्याकअप गोलकिपर चाहिँ बन्न सक्छन् मैले यस्तो गोलकिपर देखेको छैन यस हाम्रो इमिनी मार्टिन्स पनि छन् आज वन्डरफुल सेभ गरिन् उले तर उले जसरी स्पेनसँग जसरी उरुगेसँग जसरी साउदीसँग जसरी आज अर्जेन्टिनासँग आफ्नो पर्फर्मेन्स दिएन एउटा कन्सिस्टेन्टली पर्फर्मेन्स दिएन आई थिंक यो एउटा मुभमेन्ट हुन्छ नि एउटा हरेक वर्ल्ड कपमा एउटा मुभमेन्ट हुन्छ बोइज यो वर्ल्ड कपको मुभमेन्ट थियो यो मान्छे भोजिना गल्तीले पनि नबिर्स्यौ तिमीहरूले यो मान्छेलाई गल्तीले पनि नबिर्स्यौ दिस guy really deserves so many things boys यो मान्छे इफ राउन्ड अफ 16 or maybe like मैले धेरै सोच्दैछु तर राउन्ड अफ 16 or क्वार्टर फाइनल गएको भए बेस्ट गोलकिपर उलाई नै दिनु पर्थ्यो होला बोइज किनभने he really had a great performance throughout this World Cup campaign boys he really had great performance म के कुरा गरौँ I am speechless मेसीको त आज ह्याट्रिक हुन्थ्यो आज भोजिना आज गोलकीमा हुन्थेन भने he is the another in God level boys in another God level today उसको हातमा आज फुटबलिङ गडले एउटा जादु दिए जस्तो थियो 8 shots boys 8 shots save inside the box with 3 diving save पनि 3 थियो boys and recovery थियो 12 oh my god this guy म कति कुरा गरौँ 3 गोल खाएर पनि 7.7 जब रेटिङ हुन्छ नि कुरा बुझ्नु के गोलकिपर really had a great game yes and he did yes indeed just salute to Vojina what a wonderful player he is सारै नै बिर्सिनै नसकिने वन्डरफुल पर्फर्मेन्स दिएन आज यिनले आज एउटा गड लेभलमा थिएन उनी र हाम्रो जुन एउटा बनिन्छ अर्को फुटबलिङ गड वान एन्ड ओन्ली लियोनेल मेसी आज फेरि उले देखाइदिएका छन् वाइ इज द ग्रेटेस्ट प्लेयर अफ अल टाइम यस भन्नुहुन्छ होला के गरे भनेर द फर्स्ट गोल वाज इनफ टु yes the first goal was enough to defend that कसरी जब त्यो लिजानो मार्टिनेसले दिएन जुन त्यो चिप बल लुक एट द कन्ट्रोल 2018 मा नाइजेरियासँग जुन त्यो थाइमा कन्ट्रोल गरेर ब्याङ गोल थियो नि त्यसरी नै आज गोल गरेन व्हाट फर्स्ट टच इट वाज एन्ड obviously सेकेन्ड टच वाज ब्याङ्गर भोजिनालाई गोल हान्नु सजिलो थिएन तर लियोनेल मेसीलाई त्यो एप्लाई हुँदैन किनभने he is out of this old boys he is alien yes he is एलियनलाई यो संसारमा जति पनि रुल छ जति पनि लिमिटेसन छ त्यो लागू हुँदैन एलियनलाई र उ आज लियोनेल मेसीले देखाइदिएन र किन आज अर्जेन्टिनाको लागि लियोनेल मेसी फेरि पनि एकदम इम्पोर्टेन्ट प्लेयर हुन् भनेर आज देखाइदियो किन विदाउट मेसी यो अर्जेन्टिना टिम कहाँ जान्छ मलाई थाहा छैन आज जसरी पनि हाम्रो डिफेन्सले खेलेन यस लिजान्डो मार्टिनेस हैज अ रियली वन्डरफुल गेम उले एउटा एसिस्ट पनि दिएन उले एउटा गोल पनि गरेन त्यो पनि केओस मुभमेन्टमा बट अदर देन हिम मलाई लाग्दैन यो टिमले धेरै अगाडि जान सक्छ किनभने आज खोल्दियो आज केप भार्डेले किनभने एक गोल हान्यो आर गोल फिर्ता गरिदियो एक गोल हान्यो फेरि अर्को गोल ओ माय गॉड सेकेन्ड गोल लुक एट दैट सेकेन्ड गोल ओ माय गॉड मलाई त्यो याद आइसकेको थियो साउदीले जसरी हाने थियो लास्ट वर्ल्ड कपमा 2022 मा त्यो मलाई याद आइसकेको थियो झलझली ओ माय गॉड जसरी उले राइट काटेन र फेरि सेम एक्ज्याक्ट गोल र मैले सोचिसकेको थिएँ कि त्यो खानाको त्यो जुजु बाबाको शराबले आज काम गर्नेवाला छ
तर वेट बोइज त्यो मान्छे जुजु बाबाले बिर्स्यो कि लियोनल मेसी डजन्ट बिलोङ्स टु अर्थ, हि इज आउट अफ द अर्थ। एन्ड त्यो जाबो त्यो नाथे त्यो टुनामुना यो संसारको मान्छेलाई मात्र लाग्दा तर मेसीलाई लाग्दैन र उसले आज फेरि स्टेप फरवर्ड गरेर र आज गेम खेलेर देखाइदिने कि वाइ हि इज द ग्रेट प्लेयर, वाइ इज द ग्रेटेस्ट अफ अल टाइम। उसले फेरि पनि आज गोल हानेका छन्, ऊ आज टप स्कोरर बनेका छन्। यस, आज गोल हानेर ऊ यो फिफा वर्ल्ड कपको टप स्कोररमा छ विथ 7 गोल। लुक एट द हिट म्याप, ऊ जताततै पुगेका थिएन। जसरी त्यो केप बार्डेको डिफेन्सले उसलाई एकदम त्यो एउटा पिजाडामा राखिसकेको थियो, उसले गेम बुझ्छन् बोइज। जब उसले पिजाडामा राखिसक्यो ऊ राइट ह्यान्ड साइडमा आएर ऊ अलिकति डिप आएर सबै साइडहरू खोलिदिन्छन्। तर के गर्नु, इच एन्ड एभ्री टाइम मेसीलाई हेर्नुपर्छ, किनभने उसको खुट्टामा पाउने बित्तिकै बल बनाइदिन्छ, राम्रो बनाइदिन्छ, चान्स बनाइदिन्छ भनेर। तर त्यो चान्स बनाएकोलाई कन्भर्ट गर्न त सक्नु पर्यो नि यार। अनि के गरे लाउतारो मार्टिनेज, अरे अल्भारेज, त ओल्ड स्ट्राइकर हो त, दुनियाँको टप क्लबहरूले त तँलाई चाहिरहेको छ, यसरी खेलिस् भने त तँलाई त्यहाँ फ्रेन्च लिगको त्यो रेलिगेसन टिमले पनि लिँदैन यार। होइन, खेल्नु पर्यो, यसरी त हुँदैन हो, खेल्नु पर्यो। मलाई झलझली याद छ यसो। म सक्दिनँ, म बोइज सक्दिनँ, म सक्दिनँ। यसरी नखेल, यसरी नखेल, यसरी नखेल प्लिज। नेक्स्ट स्टेप इज इजिप्ट, प्लिज मेक सम चेन्जेस, प्लिज मेक सम चेन्जेस। यसरी खेलेर त सकिँदैन, किनभने लुक एट द्याट, लुक एट द लाइनअप। आज फर्नान्डेज 120 मिनट कसरी खेल्नु मलाई थाहा छैन बोइज। म्याकएलिस्टरले त्यो रेटिङमा नजाऊ, रेटिङमा त जाँदै नजाऊ, यहाँ 8.2 छ, त्यो त जाँदै नजाऊ। हो, उसले एउटा एसिस्ट दिएको, तर त्योभन्दा धेरै उसले केही गरेनन्। अनि लास्ट वर्ल्ड कपमा त खेलेको थियौ त, अनि के भयो, एक्सपिरियन्स छ त। होइन, लास्ट वर्ल्ड कप चाहिँ त्यो सतारै जानियो फाइनलसम्मै, यस्तो पाराले त फाइनल नै पुगेदैन यो पालि। हो, एभ्री टाइम अर्जेन्टिना स्ट्रगल गर्छ नकआउट स्टेजमा, तर यसरी पनि स्ट्रगल नगर न यस्तो टिमसँग। सरी केप बार्डे यस्तो टिम होइन, सरी आइम सरी केप बार्डे। तर डिफेन्डिङ च्याम्पियन त हो नि त अर्जेन्टिना, यसरी खेलेर त हुँदैन। मार्टिनेज, लौतारो मार्टिनेज, अरे के गरे, ए गान्डु के गरिरहेछस् त यार। अरे पेनाल्टी हानिस् त, एउटा क्रस त गयो त तेरो एउटा, त्यो अब त हान्न, अब त खेल्न। इन्टर मिलानसँग त खतरा खेल्छस् त खै खेलेको। अनि अल्मान्डा भयो। अरे यार, यो टिम्स अर्जेन्टिनासँग विङ नै छैन बोइज, यो त मैले कन्फर्मै भनिदिइसकेँ। र यो अरू कोचहरू पनि त्यो अन्त त छैन, उनीहरूले टोटली देखेछ। अर्जेन्टिना यो पालि विदाउट विङ खेलेको छ। नेक्स्टमा अब इजिप्ट नै हो, अब त्यो गेममा यो टेस्ट गर्ने भनेको, किनभने त्यो गेम इनकेस त्यो गेम जितेर क्वार्टर फाइनल पुग्यो भने त क्वार्टर फाइनलमा त कोलम्बिया आउँछ, त्यो दानव राक्षसहरू। होइन, उनीहरूलाई त थाहा छ, उनीहरूलाई त निकाल्न आउँछ। तिमीहरूसँग त 4-5 चोटि खेलिसक्यो, क्वालिफिकेसन राउन्ड पनि हराइसक्यो। विदाउट विङ्गर कसरी, एउटा विङ्गर ल्याउनु पर्यो। होइन, आई बिलिभ लियोनल स्केलोनी, आई बिलिभ यु, तर प्लिज चेन्ज, मेक सम चेन्जेस बोइज। हामीले चेन्ज ल्याउनै पर्छ। एन्ड द नेक्स्ट वान आई वान्ट टु टक अबाउट इज दिस गाइ लिजान्ड्रो मार्टिनेज। ओ माई गड, मेरो म्यान अफ द म्याच पर्फर्मेन्स आज लिजान्ड्रो मार्टिनेज हो बोइज। यस, मेसीले गोल गरेन, उसले क्रिएट गरेन, इभन द लास्ट गोल, थर्ड गोल फ्रम लियोनल मेसीको कर्नल थ्रु नै हो। अनफर्चुनेटली एसिस्ट हुन सकेन, किनभने के बार्डेको त्यो डिफेन्सको हातमा लाएर चाहिँ ओन गोल चाहिँ उसलाई करार गरिदियो त्यो गोललाई चाहिँ। तर आज म्यान अफ द म्याच पर्फर्मेन्स इज लिजान्ड्रो मार्टिनेज बोइज। लुक एट द हिट म्याप, इट सेज इट अल। एन्ड विथ 8.7 रेटिङ, 130 टच, 120 मिनटै खेलेन उसले। एन्ड एक्युरेट पास 119 मा 116। ओ माई गड, जीरो इरर, अलमोस्ट जीरो इरर। Look at the accurate long balls, 6 मा 5, defensive contribution 8, ground duel 1, aerial duel 2. He really had a great game boys. यो लिजान्ड्रो मार्टिनेजलाई जसरी बुचर भनिन्छ नि, आज यिनले देखाइदिएन, सबलाई काट्नै आएका थिएन। Great guy. I'm so proud of you boys. Let's go next. And the लियोनल स्किनी चेन्ज गर्नै पर्छ हामीले।
We have to bring some changes, boys. Yes, we have to change our game. किनभने अर्जेन्टिनाको गेम भनेको जब त्यो थर्ड फाइनलमा आउँछ उनीहरूको वन्डरफुल पास हुन्छ जुन त्यो एउटा टिमको एउटा कम्बिनेसन हुन्छ जुन उनीहरूको एउटा टिमको त्यो एउटा सोचाइ मिल्छ नि होइन ट्याक 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 पास गोल तर आज त्यो हुन सकेकै थिएन के बार्डेले आज यसरी डिफेन्स गर्यो नि आज के बार्डे ट्रान्जिसनमा अलिकति गुड र मिडमा अलिकति गुड भएको भयो नि होइन आज टाटा बाई बाई हुन्थ्यो आज टाटा बाई बाई हुन्थ्यो बोइज आज यो वेकअप कल हो बोइज यो वेकअप कल हो अर्जेन्टिनाको लागि जसरी लास्ट टाइम 2022 मा साउदीसँग हार्दाखेरि वेकअप कल थियो र यो एउटा वेकअप कल नै हो किनभने जब पोस्ट इन्टरभ्यूमा सोध्यो जब पोस्ट म्याच इन्टरभ्यूमा सोधियो लियोनेल स्किल र मेस्सीलाई उनीहरूलाई पहिल्यै थाहा थियो बिकज के पार्टी इज नट इजी किन उनीहरूले स्पेन उरुग्वे साउदीसँग ड्र खेलेर आइसकेका थिएन उनीहरू मेन्टली प्रिपेयर भएर आइसकेका थिएन यस यो एउटा वेकअप कल हो उनीहरू वेकअप भइसकेन लेट्स गो भ्यामोस अर्जेन्टिना नेक्स्ट इजिप्ट मेक सम चेन्जेस सिमुने ल्याऊ बार्कोला ल्याऊ जोसुके ल्याऊ एउटा ल्याऊ हामीले विङ ल्याउनै पर्छ बोइज हामीले मोलिनालाई बिलिभ गरेर हुँदैन विङ छैन मोलिना दौडेछ विङ जसरी यार कन्ट्रोल छैन बलमा ओके सो नेक्स्ट गेम पनि एकदमै त्यो के भनौँ होइन यो टिमहरूलाई के हुन्छ भनेको के यो नकआउटमा के हुन्छ चाहिँ के हुन्छ भनेको के होइन अस्ट्रिया इजिप्ट ल आजको गेम होइन होइन गइरहेको थियो राम्रो गइरहेको थियो ल ओके अब एक्स्ट्रा टाइममा नि गयो एक्स्ट्रा टाइमको अब अर्को एक्स्ट्रा टाइममा गयो 120 मिनट खेल्यो पेनाल्टी सुटआउट आउनै लाग्थ्यो 120 मिनट हुनै लाग्थ्यो अस्ट्रेलियाको हेड कोचले थाहा भएन खै उसलाई कल आयो होला उसलाई जादुको कल आयो होला सायद अर्को प्लानेटबाट जादुको कल आयो होला र मेक चेन्ज टु द गोलकिपर भर अरे होइन एउटा गोलकिपर थ्रु आउट द 90 मिनट र एक्स्ट्रा मिनट खेलिसक्यो र लास्ट 1 मिनट बाँकी छ त्यो लास्ट 1 मिनटमा गोलकी चेन्ज गरेर चाहिँ के गर्न खोज्या हो पेनाल्टीमा जित्छु भनेर खोज्या बुत्र जित्यो त एउटा पनि सेभ गरेन गोलकीले द्याट्स वाट इट म्याटर्स किनभने जब एउटा गोलकिपर थ्रु आउट द गेम खेले उसले त सब त्यो हेरिसकेको हुन्छ त्यो एउटा त्यो हिट हुन्छ नि त्यो हिट वेभ हुन्छ नि उसले त्यो खपिसकेको हुन्छ उसलाई त्यो इनर्जीसँग त्यो एडप्ट भइसकेको हुन्छ त्यो इन्भाइरोमेन्टसँग एडप्ट भइसकेको हुन्छ दिस इज टोटली हेड कोच बोइज हेड कोच कल इट्स अ रङ कल यो गेममा यो धेरै कुरा नपर्ने केही थिएन इजिप्टले जिते पेनाल्टी सुटआउट दे वेन्ट टु द राउन्ड अफ 16 नाउ दे विल गोना फेस अर्जेन्टिना I don't know they will gonna win or not I don't know let's see and when you talk about Colombia versus Ghana Ghana जिजु बाबु कता गयौ तिमी बाजे खै त आफ्नो देशलाई चाहिँ केही छैन खै त कोलम्बियालाई लगाएको आज मेसीले जसरी तिमीलाई हानेन नि कोलम्बियाले नि त्यसरी नै हान्थ्यो आज लगाएको भए आज इन केस जिजु बाबुले जसरी अर्जेन्टिना हार्छ भनेर कोलम्बियाले हार्छ भने भए कोलम्बियाले आज जसरी पोर्चुगलसँग खेले थियो लास्ट टाइम त्यसरी खेलेर दिन्थ्यो ड्याम तर उनीहरूले आज कोलम्बियाले तर आज एकदम लाइट गेम खेलेन उनीहरूलाई इजी थियो जित्छ भन्ने थाहा नै थियो इजी गेम खेलेन त्यस्तो बेसी टफ थिएन 14 मिनटमा गोल आयो उनीहरू ट्राई गरिरहेको थिएन घानाले ट्राई गरिरहेको नै थियो तर उनीहरूसँग त्यो क्वालिटी नै छैन होइन एउटा बल कन्ट्रोल गर्न आउनु पर्यो नि होइन सेकेन्ड टच त कसरी रिलिज गर्ने आउन त पर्यो नि त होइन अरे इन्टरनेसनल प्लेयर हो यार अहिले दिनरात कामै त्यही हो भनेको के दिनरात वर्ष महिना अरे होइन दिन सबै कामै त्यही हो त फर्स्ट टच गरेर सेकेन्ड टच कसरी रिलिज गर्ने होइन छैन आज अलिकति पनि त्यो सेकेन्ड टच र थर्ड टचमा राम्रो भएको भयो नि होइन केही न केही चाहिँ आज घानाले चाहिँ गर्थ्यो तर अनफर्चुनेटली केही भएन कोलम्बिया इजी थियो बोइज केही खेलेको थिएन कोलम्बियाले इजी खेलिरहेको थियो उनीहरूको त्यो मुखमा त्यस्तो प्रेसर पनि देखेको थिएन होइन इजी गेम थियो लुक एट द बल पोजिसन 61% इजिली even in that 61% 20 shots and 8 shots on target easy goal expected थियो त्यही 2.04 थियो हैन दुई गोल चाहिँ हुनै पर्थ्यो तर अनफर्चुनेटली लुइस डियाजको के यो वर्ल्ड कप क्याम्पेन के गइरहेछ थाहा भएन सायद त्यही घानाको जुजु बाजेले सायद उलाई केही लगाइदिएछन् कि तुना मुना थाहा भएन लुइस डियाजले किनभने आज नि गोल हानेको थियो नि तर अनफर्चुनेटली अफसाइड भयो उसको कपल अफ यो थर्ड गेम इन अ रो होला सबै अफसाइड भयो उसको गोल सो लेट्स सी मेबी ही क्यान डु बेटर इन द नेक्स्ट राउन्ड अफ 16 or maybe like अर्जेन्टिनासँग भेट्यो नि त्यति हेरै होला खेल्ने यो मान्छेले फेरि होइन जो पनि आउँछ गरेरै जान्छ
अर्जेन्टिना केही गर प्लिज जय माता दी केही गर जय माता दी मेसी केही गर प्लिज जसरी अम्बानीले जय माता दी गरायो मेसीलाई है इन्डिया ल्याएर त्यसरी नै गराउनु पर्यो अब प्रभु मैले कन्फेसन नि गरिसके प्लिज 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 ओके दिस कभर्स आवर म्याच रिभ्यू एन्ड म त आज स्टे ट्युन पनि भन्दिनँ बोइज थ्याङ्क यू भगवान् थ्याङ्क यू मैले कन्फेसन गरिसकेँ अब तिमीहरूको पालो सब्सक्राइब गर या नगर या पापको भोगी भाउ तिमीहरूलाई छोडिदिन्छु जस्ट स्टे ट्युन विथ स्पोर्ट्स अन फर मोर रिभ्युज एन्ड प्रिभ्यू अफ द गेम अफ फिफा वर्ल्ड कप अब यस्तै गेम सधैँ आयो भने त म आउँछु कि आउँदैन थाहा छैन बोइज प्लिज